प्रधानमन्त्री लगायत केही सभासदले आफूहरू संविधान सभाभित्र असुरक्षित रहेको बताएपछि बिहीबार भवनभित्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो। संविधान सभा बैठकमा प्रवेशका लागि सभासदलाई समेत सुरक्षा चेक जाँच गरिएको थियो। इन्ट्री गर्दाखेरि सभासद माननीय ज्यूहरू लगायत उहाँसित आउने र अरू पास होल्डर जति पनि आउँथ्यो उहाँहरूलाई पनि उहाँहरूलाई र उहाँले प्रयोग गर्ने सवारी साधनहरूलाई म्यानुअली चेक गर्ने र त्यसपछि इलेक्ट्रोनिक इक्विपमेन्टमा समेत चेक गरेर भित्री इन्ट्री चाहिँ उहाँहरूलाई चाहिँ स्क्रिनिङ गरेर मात्रै भित्री इन्ट्री गर्ने व्यवस्था मिलाएका छौँ। सुरक्षाकर्मीले भित्र जाने सभासदको नाम समेत गेटमै लेखेर राखेका थिए। सभासदको लोगो लगाएर आएका सभासदको समेत परिचय पत्र हेरिएको थियो। सभासदले व्यक्तिगत झोला समेत भित्र लैजान पाएनन्। बिहीबार संविधान सभा भवनभित्र मर्यादा पालकको सङ्ख्या पनि बढाइएको थियो। अरू बेला 92 जना सुरक्षाकर्मीले संविधान सभा भवनभित्र सुरक्षा दिए पनि बिहीबार 250 जना सुरक्षाकर्मी खटाइएको थियो। यो क्षेत्रलाई मात्रै यो संविधान सभा भवन र यसको भिसिनिटीमा मात्रै हामीले नेपाल प्रहरीको र 1000 सबको सङ्ख्यामा नेपाल प्रहरी र त्यसपछि त्यसको अलावा 400-500 को सङ्ख्यामा 500 को सङ्ख्यामा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान पनि त्यही मात्र 200-300 को सङ्ख्यामा राष्ट्रिय अनुसन्धानको प्रहरी खटाएका छौँ। संविधान सभा भवनको भित्री सुरक्षा नेपाल प्रहरीको स्पेशल टास्क फोर्सले गरेको छ। संविधान सभा भवन बाहिरको क्षेत्रमा पनि विभिन्न धरना, जुलुस र प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मी परिचालन गरिएको थियो। 4वटा निषेधित क्षेत्र लगायत अन्य जहाँबाट पनि कसैको अन्य नाकाहरूबाट इन्ट्री हुन सक्ने ठाउँहरूमा चाहिँ पर्याप्त सुरक्षाकर्मी परिचालन भएका छौँ र जोइन्टली चाहिँ हामी राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीको झन्डै 700-800 को सङ्ख्याले अहिले चाहिँ यो संविधान भवन र यसको वरपरको एरियालाई सुरक्षा दिएको अवस्था छ। प्रदर्शनकारीलाई बिजुली बजार पुलबाट अगाडि बढ्न नदिन 4 घेरामा सुरक्षाकर्मी तैनात गरिएको देखिन्थ्यो। यो क्षेत्र जिल्ला प्रशासन कार्यालयले तोकेको निषेधित क्षेत्र हो। यसको पहिलो घेरामा नेपाल प्रहरी र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी तैनात गरिएको छ। विभिन्न लेयरमा हामीले सुरक्षाकर्मी राखेका छौँ। फ्रन्ट लेयरमा नेपाल प्रहरी छ भने त्यो लेयर पनि ब्रेकडाउन भएको अवस्थामा दोस्रो लेयरमा कारबाही गर्न नेपाल प्रहरी नै छ र त्यसलाई ब्याकअप तेस्रो लेयरमा सशस्त्र प्रहरीको घेरा राखेका छौँ। कमान्डो तालिम गरेका झन्डै 100 सुरक्षाकर्मीले संविधान सभा भवन बाहिर सुरक्षा दिएका थिए। यति बेला हामी संविधान सभा भवनभन्दा केही अगाडि आइपुगेका छौँ र यहाँको दृश्यमा देख्न सकिन्छ यहाँ सुरक्षाकर्मीहरूले एउटा लेयर बनाएर संविधान सभा भवनलाई सुरक्षा दिइरहेका छन्। यसमा एउटा निषेधित क्षेत्र छ र त्यो निषेधित क्षेत्रभित्र विभिन्न लेयरमा सुरक्षाकर्मीहरू परिचालित छन्। अहिले संविधान सभा भवन आसपास मात्रै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी करिब 1500 को हाराहारीमा सुरक्षाकर्मी परिचालित छन्। प्रहरीसँगै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि सूचना सङ्कलनमा खटिएका छन्। केही समय अघिदेखि नै गृह मन्त्रालयले माघ 8 केन्द्रित विशेष सुरक्षा लागू गरेको थियो। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा राजेश थापाका साथ गजेन्द्र बस्नेत, काठमाडौँ।